भयो काट्ने भयो काटेर हुन्छ यता उडेको थियो ल्याउनु पर्यो पानी कालमा खेल्नु सबैजना आउन खोजेको भएन श्री हरिकारिणी सदा श्री देवाय जंगे नारायण कतिजना जाने जाने समाजको बिरामी पारकले अब श्री नारायण जाउरतीले पूजा गर्ने जाउले पूजा गरौँ तिलले पूजा गरौँ सर्वे गणद्वारा वैष्णवदाते नमः सर्वपिनी बिरामी पारकले नमः नमः सिन्धु देवी विट्याको भक्त अलिकति पानी लाउने हरि ओम गंगा यमुना चैव गोदावरी सर्वमंगलमान सुदाते श्री जगन्नाथ समदमातामी पेबरमय अब श्री जाउले पूजा गर्ने नमस्कारमी नारायण पूजामी परिकल्पमी हिरण्य गर्भा एउटा पैसा राख्नु भनेर तनाले नमस्ते हरि ओम नमः श्री सत्यलक्ष्मी जगन्देवा होरात्रिवे नमस्कार निरुपमा श्री देवमका कृष्ण कर्मणे ओम कुमारी कर्मणे पुष्पराज कर्मणे शुभा कर्मणे ओम नमका चरण नेक्स्ट भयो होला भन्दै वासुदेवाय नमः जंगे जतमन मन पुष्पदात नमः नारायण नमस्कारमी पवित्र ब्रह्मका सर्वव्याधते सुचि पानीमा चुलेर सबैतिर सर्किने यो पाँच एउटा कलतिर छर्किने अरे यता देवको थापिस्तातिर गणेशको थापिस्तातिर भए यता भगवान शिवजीको थापिस्तातिर भए अनि चारवटा बेदमा यता ऋषितिर छर्किने अरे अनि आफ्नो शिवतिर छर्किने अरे अनि नानीको शिवतिर छर्किने अरे सबैको शिवतिर छर्किने है हरि ओम पवित्र वा सर्ववस्थी गन्तु स्मि लक्कोसँग लाउने हातमा है त लगाइदिने आफू मिलाउने छोरीलाई लगाइदिने हो त्यसरी बस आफू मिलाउने सबै परिवारको आमालाई दिने आफू हो त्यसो गरेर सर्टको सँग लाउने कुशको धारणको पञ्चकर्म ए गुरु आमालाई चाहिँ सतीदानंद रूपाय विशुद्ध पद्धति हेतवेता विदासं नमः श्री विद्याय नमः ओम श्री मन्मादि गणवताभ्यो नमस्कार परा हेतिनस ला फुल करे इत्या अगरबत्ती लागू त्यताबाट नमः हेता त्यता पाइन्छ है हामीले पूजा गर्दा अहिले अझ पार्ने नमस्ते गरेर ढोगिदिने प्रणाम गर्ने ओम यानि गञ्जमा पानी गन्धर्व कीर्तानी चन भव प्रसन्न भव सर्वदाय नमः ढोगिदिने गति पुष्पति राख्ने अब सत्य समयबाट घिसाएर यहाँ ल्याउँदै ओम शरीर सत्य हिसाबले घिसाएर ओ मदमे गत मंगलदा जय श्री द्रवता समदवा तामी पवित्रमुख सार्वजनिक बियानी परिकल्पनी वै दीपनारायण नमः यगच्छ यतिष्ठ यवता पिजकरणी तावता नमः शिशितरो नमः शिप्र सन्दो वर्धमानारायण सन्दो देवी विट्टिया पो हन्त पिता सन्द नमः पिजकरणी तावता नमः शिशितरो शिप्र सन्दो वर्धमा एउटा कुशेरको ठाका राख्ने अनि आफ्नै स्थानमा बस्ने नानीले हातमा फुलेर जमानत गरिराख्नुहोस् हात जोडिराख्नुहोस् है हरि ओम नमः सहस्रश्री खापुखा सहस्रश्री गोविन्दाय नमः नारायण परमात्माय नमः भगवान राख्नु ल अब त्यहाँ नैवेद्य राख्ने एउटा तारा चुली राख्ने सुधार कमजोरी घुमाउने त्यहाँ अगाडि राख्नु पूजाका थाम विका सामिल भटावरी हरि ओम प्रभाय नमः नमः प्रिय भगवान श्री भगवान नमः नमः आनन्दाय नमः
आश्रमितमा ओम प्रियचास्मम पाठ्येर नमस्कारका सर्वेनमा सर्वगा ल प्रणाम गरिदिने ल भगवानजीलाई एउटा तिनीको पद राख्नु पर्यो सुधारेका प्रसादी रे भाइ अनि एउटा दरबे भनेको भेटी पैसा राख्नु पर्छ रे तानीबाट सन्तो नमस्कार गरिदिने ल बत्ती एउटा पद राख्नु पर्छ पछिबाट गएर यहाँनिर हरिओ पश्चिमे हरि सन्दित गुरिकारिणी ईश्वरी सर्वभूता सन्दमा कामे पे वैष्णव तुम सामने गदियानी पारेकले नमः ओम अग्नि नमः कविते नमः गुणवताय नमः सर्वदेवानंद सिद्धमा पवित्रमय नमः जैसे विदेवगा नमः नारायण नमस्कारमी दर्शन गर्दिन जाँदै सन्दमे कोनो दासले चबरा गाइदिन पर्छ झार्किन पर्छ रे बिचा अग्नि कुण्डमा ओम सारे नमः दासी सगिते दान नमः तिन धाम सर्वदेवानंद श्री नमस्कारमी श्री गाइदिन गाइदिन लाको तुलायो कामाते तुलायो भने मलाई सौगन दिनुपर्छ रे ल अब भगवानलाई त्यतिको एउटा खुस राख्ने ब्रह्माजीलाई एउटा कुशलको राख्ने अरे विष्णुलाई एउटा कुशलको राख्ने अरे अनि महाला एउटा कुशलको राख्ने आयो परमात्यन्त्री देवी स्वरूपी पवित्र यातावती भव्यात्मा ससुरवदाते वासनवती कस्यमान सुजुगनि ज्ञानमंगलयत सकलवर ससेवन पूर्वदाहात्रै अनि अर्का विष्णुलाई एउटा फल राख्ने एउटा प्रजापति एउटा फल राख्ने तीनतिर एउटा फल राख्ने है हरि ओम देव सिन्द्री प्रजापति ल अब तपाईले के गर्नु पर्यो भने एउटा कुशलको तल भित्र राख्नु एउटा माथि राख्नु है तीन भित्र सेवसते नमः नारायण नमस्कार नि गरिदिने अरे अब या थोरै खानाले त अग्निमा यो थोरै खाने दिने अग्नि जात बेता हुता साधमा शब्द बाबा करेवी नमस्कार थोरै खाने दिने है शब्द बाबा बस यसलाई के राख्दिने अरे अब यो त्यो ठक्क उठाएर त बिचमा राख्दिने अरे हजुर अत बिचमा राख्दिनुहोस् हजुर नलाडिकन राम्रोसँगले हरि ओम नमः अग्नि मङ्गलम पारिकलमा आवाज गर्ने पानी भाषाहरूमध्ये समानी चातानी नारायण नमस्कारनी प्रणाम गरिदिने ओम अग्नि एउटा कुशलको राख्ने अरे ओम अग्नि देवा पुनवते पृथ्व्या नमः पार्वती तांग सुबसे नमः क्रोधी डबर बंदा नमः पृथ्व्या नमः सात्वसं भवनी नमः ओम ज्ञानमय नमः सर्वदेव ज्ञानमय सर्वदेव ससेवण सत्पदाहत्रै शनि भव सर्वदाय स्मिलार रामसँगले मलाई सबै दिनुपर्छ रे ब्रह्मा विष्णु महालाई दिनेको सबै होती मलाई सबै कार्यकारी ब्रह्माजीलाई विष्णुलाई महालाई दाइ चढाउनुपर्छ ओम निरन्तर महान दिव्यान वस्त्री गीत धोगनी अग्नि मनात्मी वासरम सर्वसिता देवदेवता नमस्कारनी नारायणम एकै फलका भइदिनुपर्छ यति प्रसन्न पात्र इन्द्र आसन दियोका चाहिँ आसन ल अब त्यो गर्नु पर्यो पूजा गर्ने सामग्री पूजाका थालीमा के छन् त्यसले पूजा गर्नु पर्यो ओम चन्द्रमुख खाता प्रेमा दहादमा कबा भासिला तमा सबै हस्तकरण कृति रासन पिनुलाई नमः हृदय एकै के गर्नु पर्छ भने त्यहाँ पर छोडी दाइ गर्नु पर्यो यहाँ पलाइदिने माथिबाट ल पाल ल हजुरले के गर्नु पर्छ त्यहाँ आवाज गर्नु पर्छ पानी माथिबाट परिक्रम गर्ने अब हामी पूजा गर्नु ओम वासुदेव दादा तेरो कलमा केबाट समय नमिल्ने तीनटा दाउरा कता बस्छ उतो दाउरा दिदिनु हजुरले हरि ओम वासुदेव भगनी मङ्गलमूर्ति श्री सर्वभूता सन्दवा तानी पे वैश्वजाते नारायणका नमस्कारनी एकै फलका अग्निमा घुमाइदिने अरे बिचमा लक्ष्मीका दिन नमस्ते गरिदिने अरे ल अब त्यो केरला समयमा पनि राख्नुपर्छ अमुक नाम कर्तव्य नमस्कार व्यवस्था के कर्तव्यले कार्य गरे सम्झिने यो कर्तव्यले मेरा नानीको सतराते नारायणका नमस्कार पूजामी पारिकल्पनी दर्शन ढोगिदिने अरे लबत्या चन्दनले पूजा गर्ने गन्धद्वारा देवता अघि चन्दनले पूजा गर्नुपर्छ गन्धद्वारा देवता नित्यशिकारिणी ईश्वरी सर्वभूता सन्तानी पे वैश्वजाते नमस्कारमी पूजामी पारिकल्पनामा देवले दाहिनेपट्टिको पात्रमा पुस्ने तलबाट पनि यसरी पुस्ने माथिबाट सट्ट पुस्ने ओम गणमलदास देवका सर्वे नमः शिरुपे चामे क्रमे चामे सेकन्द वर्ष सुगार देववा सेकन्द वर्ष सुगार परन्तु नामदेवाः परन्तु मनसादि परन्तु सुभूतानि जात विदाहि कुनि नामदेव नमस्कार हरि ओम मनस्तु मनगायु मानो सतमिन्नु हवै नमः झाडलाम ओरी पाइगे यो पुस्ने हरि ओम मनस्तु मनगायु मानो रहो नमः सतमिन्नु हवै नमः स्वाहा तेरो सारा राख्नुपर्छ रे पूर्व पश्चिम पारे त पुस्ना है हरि ओम देव सिन्द्रिक दाते मग सामने कपियामी ही पारी कालमे मित्रिक देवाते नमः स्वाहा लाएपछि ढोगिदिनु पर्छ है अग्नि लाएर ढोगिदिनु पर्छ नमस्ते गर्दिने हरि ओम सन्द्रियात्मक दाते देवतम वैश्वयात्मक चरित्र मात्र सो प्रणिमादन सत्कलित तथैव छ यस्ता भगवानका नाम सम्झेर दिनको जमलाद गर्ने
नमस्ते दयातमा ओम सरिते विदेवगातमा इदम चरु ब्राह्मण समिति एकै मन्त्र शिर झुकाइदियोस् नमस्ते ल पिचा कृष्ण छाइदिने चरु ब्राह्मण समिति शिर झुकाइ नमस्ते गरिदिने ल गुरुको हातमा दिने नमो ब्राह्मण देवाय गो ब्रह्मणैता चालिता कृष्णय गुदेकं नारायण नमः यानि कर्य पापाणि प्रभवते समानि चातानि हरि नमो ज्ञान वेदाते मनकोशी कावेली कनकाली सप्तकोशी प्रासंद्रा सनिधो नमः ओम गसिदात्मक हिताय सुदेवा नमः सर्वभ्यासा देवक नमः ओम कस्यापसिद्राय खमतेन सुनमः त्राय खमतेन पुत्राय खमतेन सुद्राय खम सदा वसन्तवै नमः सदा दर्शनके सदा सदा ब्रह्म सदा दिवि सदा कुशी मंडला सफला संपूर्ण संतरता सत्रहि नमः मित्रमान नमः शुभम करुति कल्याणम महाराज ओम राधा हरिनारायण नमः सामने ओम जयनमंदो गजराजा चला महाचला ओम देवाय श्री मंगलम वर्धन सर्वे गव्यामि पार्वती शुभम कलंति कल्याणम महारोगा धन संप्रदाय नमः सर्वपाद श्रेयस प्रभुगे नमः मंगलम वर्धन सर्वे गव्यामि पार्वती देवता नमः करवण नमः सवाता सर्वे मंगलमान दयाते श्री सर्वभूता समदमतमि विभ्रम सर्वे सवाचा कर्मण गौर में सचिता नमः स्वाय विश्व जगति हेतले तापद विनाशम भगवान हरि ओम देव सुंदरी की योगिनी विष्णुदेवी ज्ञानमलता पुरुष समुखे विष्णु कंधा रुद्रा संत पिलागर माते पास में भाई माते को हम पिलागर हमरे साल पिलागर हरि ओम कला समुखे विष्णु कंधा नास पाद्य गुरुनाथ श्रीवास विष्णु देव देवता नमस्कारनि नारायण भजामि ओम कनकना पुष्टि नमस्ते राज भजामि पारि कल्पनि नमस्कारनि हरि ओम कनकना पुष्टि देवमाता श्रीमान सर्वभूतनि मंगलमूर्ति साधि पार्वती नमः आशीष अस्तान आसने वसने स्नावा सर्वमा मा देव विश्वनाथ सिंधु बाल पुराने माते होइन बेला सर्वदाय नमस्कारनि एकजना त आउने त ल अग्लो यता ल ल यता राता टिकाला बजार संगम इस्लाय रे एउटा कोलाको सञ्चालन वर्ष रे गाई सर्वे गब्यानी कार्यक्रम ओम गुजरात दिन वर्ष रे गणपति भगवान नागवादी सरकार संदेरा गब्यो सातन सर्वे गब्यानी सातन रात अक्षराले राता टिकाला बजार
सेतो टिका बनाउनु सेतो टिका पत्र चढाइदिनु किचामा हरि ओम नमः जल चढाउने हन्छ या मिन्दा या मिन्दा पुङ्गी स्तान्दा मिन्दा हिन्दा शिव शुद्ध जल अनि शुद्ध जल लगाइदिनु तल आयो शिवजी त्यो कालो शिवजीको मूर्ति छ नि त्यहाँ हजुर जल लगाइदिनु हुन्छ सङ्गहन्द शशि शेखर हन्द शशि शेखर हरि ओम हरि ओम दशुद्ध जल हरि ओम या तल पूजा गर्ने हरि ओम त्यस पछाडि सेतो अक्षताले पूजा गर्नु ईशानाय नमः शुभम तनुर्ति नमः शुभम भवतु
बत्ती वाला सबसे थालमा घुमाउने हरि ओम दान मसन्ता ब्राह्मण हन्दा उत्तम बत्ती अस्ति सबसे थालमा घुमाउने नानी थालमा सन्तासना घुमाइने ल नानीको शिरमा हरि ओम हन्दा महादेशिक हन्दा नायक ओम नमः सिद्धार्थ अहिले बोल्नु त गुरु आफ्नो शिरा छुटे हरि ओम छोरीको नाम सम्झिने है तपाईँले हातमा बोलेर जमात गरेर कर्मगाते मरकण्डीमा भागत आर्यमान सदाते नारायण शिरभ्यो ओम दिवातन राते तितिर कुममा सहिदिनुपर्छ अरे अब हृदयमा सहिदिनुपर्छ अरे ओम ज्ञानमयदात्मक नमः सर्वे वस्कलगोविन्दाते नमः हस्त निमन्त्रणे तितिर हातमा सहिदिनुपर्छ अरे नमः सचिदानन्द रूपाय विश्वेशबन्धति हेतवे तापत्र विनाशं श्रीकृष्णाय नमः शान्ति कर्मणे ध्याने नमः सर्वमान सूर्यनमः नमः भदमान सूर्यजन्मसु नारायणका नमस्कारमि सिर झुकाइदिने अब चाहिँ तपाईँले के गर्नु पर्यो भने त्यो महको चाहिँ चेता राख्दिनु पर्यो
आमा प्रियतम सिधाइ नदर्छ ओम वासको सर्वकव्यामी पारकल्मी ल अब हजुरले नपखाउँ पखाउनु हुँदैन है सिधा जन्मसु गरेर पखाउनु हुँदैन नि ओम कनाम भेरलाति सर्वे मङ्गलवान सिद्धार्थे सर्वे कव्यामी पारकल्मी पाती डाली बाबाले चन्द्रमा मनसुदाय तक्षो सुरु हो जाए स्वर तत्पाञ्जलि सार्वमी यता घुमाउँदा हात पोल्छ एउटा केहीमा राखेर चन्द्रमा मनसुदा नानीको शिरमा सबै भागिदिएर यता राखिदिएर हो नमस्ते गरेर हात नपाउनु है अब धुप पनि बालिदिनु पर्छ अरे धुप आग्रिय सदैवादम धुपयम प्रतिक्रियतमा डोलादिन है बादल ओम चन्द्रमा मनसुदाय पायनिष्ठाकरणी तावतम सुशीतरो सुप्र सन्दो गर्दम उतातिर राखिदिनु नमस्ते गरिदिनु ओम स्वस्ति इन्द्रो हो वृद्धसदाः नमः स्वस्ति ल मधुमान सेद्र्यात दाते प्रयोगिनी पवित्रो वैष्णवतम सार्वैक चन्द्राय नमः कृपाचार्य ओम कृपा ओम नमः कृपाचार्य नमः ल कृपा तिनचोटि चौन भयो चौधै उता फाइदिनु पर्छ है फाइदिनुपर्छ म पनि चढाइदिनुपर्छ यता तिनचोटि चौने अनि उता चाहिँ फाइदिनु सर्वे मङ्गलवान सदाते नमः सर्वे कव्यामी पारकल्मी नमः मन्त्र पुष्पाञ्जलि सर्वमे पिजामि पारकल्मी नमस्कारमि हरि ओम मधुमानसु मधुरन्त्रिकारिणी वायुमन्त्रियत्तमतमेन्दमकर्षकशिकारिणी सर्वे कव्यामी पारकल्मी नमः आसनं पाद्यदम हस्तरकादिकारिदं दिव्यमकयप्रिकाभिकारिण सर्वानसपदरी सशिवबलधाते सर्वमे तिनचोटि चढाइदिनु भयो तल राख्नुपर्छ तपाईँ ससुले तमी सार्वे कव्यामी पारकल्मी तल राख्नुपर्छ कव्यामी पारकल्मी राधा सर्वेश वन्दे अस्मान् मङ्गलमान सर्वविषयोगिनी पवित्र वैष्णवका सर्वे फुल्लेर कमलादकर ओम सत्तिदो गुणसहित मितमान सोदोका मन्त्रियतवकारिणी नमः अभ्यो नमः सर्वे कालो अक्षता मङ्गलमान सर्व मङ्गलमान सुदाते नमः सर्वे अभिकारिणी नमः अनन्ता सफला सन्ते प्रणि सन्ते मदरथा सत्रे विघ्न पवित्रते मुखनमः नारायण नमः ओम नमः सर्व हन्ते कल्याण हारि पदं सम्प्रदाय नमः सर्वे नासंजीव कर्म सत्संगे दाता नमः ओम देवामा सन्तिरिति प्रथमान सदाता भयो तपाईँ उठाउनु पर्छ त्यो अध्यादिम्ना ओम अमदाद्यादिम्ना देशाकनप्रियेण भक्तिनियोगाः प्रणवशे हरि ओम हमदा प्रणवशे हमदा प्रमादिशे हमदा परात्मा परमात्मा हमदा जमदग्निम्ना जमदग्ना भारद्वाज नरात फुलारा सुवासे तराखिदिन यो नीति चमहन्ता श्री श्री हेमदा महाघृणी श्रीयाय नमः हरि ओम नमः श्री गोविन्द रात फुलहन्ता धेरैवटा सत्य पूजा गर्ने हरि ओम हमदा श्री गोपपाण्डे आवण गर्नु सुगर हमदा पावना वसन्त इमन्ते सन्ति निष्ठावर्ण स्थापयित भक्त पद्यान्न पद्यादि हिन्न पद्यन्त मणिन्न पद्यादि हिन्न समनि हिन्न सरिता आदितिर हमदा कृष्णया नमः भितादि हन्त मध्यन्न मध्यन्त सम्पन्न भज हुने मान्छेलिन्द चलाइदिन एकणे ओरपति नाले भगुनाइदिन हरि ओम नमः देवना श्री हन्ना श्री लहना नमस्कार गर्ने हरि ओम नमः मैले दिन्छु कि कबर अनि हरि ओम नमः हरि ओम नमः नमस्कार यो रातो फुल हैन हरि ओम नमः भव वरगन्त दस्तमन्त स्मितन्त प्रणहन्त स्मितन्त नासाशयः ओम हमदा नमस्कार गर्ने होइन पुनः नमस्कार गर्ने पुत्रलाई ओम हमदा हमदा देवता हमदा प्रेङ्गु हमदा कलिका हमदा त्रिगन्त चतुरासेन हमदा षडङ्गन्त पुण्यन्त मण्डले किरीटहन्त पितामह हमदा पिता माणय धर्माण पुत्र
नानी सीता बस सीता ओम शिवाय नमः वशिमा कोले नमः वशिमा कोले कालो सीता काले हरि ओम नमः तपजय नमः उमा प्रजापति नमः उमा गुरुवार सभात सराष्ट्रंत दिशुता भवहंत वश्य पदम समुद्र नासी नमः ओम मंत्र संसरित्राय नमः परेका छौँ भनेर अब फेरि कालो असिता कालै फुलली फेरि अर्कोले ध्यान गर्नु हरि ओम सर्पाकारे ओम राम राहुवे नमः अवराहुलाई कालो सीता काले फुलले फेरि नमस्कार ओम नमः राहुवे नमः नमस्कार हरि ओम हरि ओम अधिदेवता हरि ओम नमः श्री ओम नमः होइन सबै कुरा यहाँनिर पूजा गर्नु हो सेतो फुलले ओम अन्तादाय ओम सुदाय तत्सुया सुदाय माय नमः ओम तमा भूदेवले प्रेमता भौमा घुमता दशमै सन्त पूजा गर्नु यो बिचामा ओम विसन्दाय नमः ओम आय नमः बुध ओमता दक्षिणतिर विष्णुको पूजा गर्ने बुधको यो बिचमा पूजा गर्ने ओम उमा विष्णुवे नमः अभिरस्त विनाकाय नमः बाहिर समग्र बिचमा सप्त मारुद्रव्यो नमः ग्रह व्यक्तिमा हुन्छ पञ्च देवताको पूजा गरिदिने ल पूजा गरिराख्नु त ओम महामायके नमः ओम प्राणे नमः ओम विष्णुवे नमः ओम विष्णुवे नमः ओम मानसतोके नमः ओम रुद्राय नमः ओम अनार्कय नमः पूजय नमः पानी समूह हरि ओम नमः हरि ओम नमः बजाउन सिटो म भइसक्यो समाज पैसा नि
आज हाम्रा चाहिँ के झर्नाका चाहिँ गुणचलन दिने सबैजना के आज हाम्रा चाहिँ के सबैजना तयार हुनुहुन्छ आजको होमादि गर्ने ब्राह्मण सब तयार भए आज हाम्रो चाहिँ झर्नाका गुणचलन अष्टचिनी पूजा गर्ने सबै आफ्ना नानी बाल परिवारको चेलीबेटी सबै उहाँको लागि आशीर्वाद दिने चेलीबेटी सब तयार हुनुहुन्छ र आजका लगन मुहुर्त आजका शुभ लगन शुभ मुहुर्त शुभ लगन शुभ साहित्य संहितामा शुभ साहित्य संहितामा झर्नाका आयुर्वेद यसो बलम बुद्धि विनाश सम्पूर्ण ब्राह्मण देवा हस्तिने संहितामा उनका आयु बढो बुद्धि बढो र सदा सर्वदा उहाँका चाहिँ अष्टचिनी भगवानले उहाँको दाहिना हुन् भन्दै आजका शुभ लगन भयो शुभ लगन भयो शुभ लगन भयो ल राख्दै उठाउँदै गर्नुहोस् है ठुलो मान्छेले बोक्छ त यता हेर यता अब तपाईँ पनि हेर्नु ल बोलाएको ल बाबाले लु लगाइदिनु 15 छैन बाबा कुसरात त 15 छैन ए हो ल के गर्ने काम छ र अहिले लोडिन भने त्यो माला कपालले उयो ल तपाईँको ढ्याङ्गहरू चाहिँ बत्दैन ओइ त्यही सानो भए पनि बजाइदिनु यहाँ लिएर त ठुलो ल्याएको छ लु बजा बजा पन्छे बजा बजाइदे सबिटो समगलदाते नमनारायण मंगलितनो हरे तदेव लब्धं सुधीरं तदेव तार बलं तन्द्रं तदेव आवाज
आउने पण्डित बाजे पनि मेरो वास्तै छैन मैले वास्ता गर्थे ठिकै अडिएन के पानी छैन छ अडिँदै अडिएन के झ्याप्पै होस् न तेल बस्नु भएको थियो अलि यता जाउँ ल उहाँ ल पानी समात्नुहोस् तपाईँले यो धुप हरि ओम शिव पर्वताय नमः ईशो शिव श्री ने ओम विराट में नमः नानी के विराट श्री ने ओम विराट विराट देवदानी में ईश्वर का छुटिया का ध्यान मत सर्व मत ज्ञान मत नाभि नम नाभि श्री ने ऐष्टमान श्री आत्मा का श्री तीतर का जान श्री ने ओम पनुयत सर्व श्री के पादेव जी नमः पैताला श्री ने सो पाउ ला अब ढोलकी ने ला ला बता बरी ने खूब नानी गाई सबका बोलते रहियो रेडी हो सा तो नानी को पकड़ लो लो क्या एकछिन खाऊ दिनु पर्छ हो सब तयार छन् गर्नु हरि मंगलम
बसेर हाल्दैन न नानीको साथीलाई पनि यहाँ एउटा नानी पनि छ कति केटीको लगाइदिनु यसकै डाली छ त अस्तिको ए डाली नै छ बुवामा कता हुन्छ खोइ सोनी लु आइज छिटो छिटो लगाउनु त पैसा लाग्छ छोरीको
छिटो छिटो गर्नुपर्छ।
यहाँ पूजामा हातमा हातमा यता हेर यता अलिकति यता जो गर न मैले आज बोलाएर मेरो भगवान्ले 84 बन्धन टक्राउँदैछु पञ्चक बन्धन मेरा कृपाले भगवान् कृपाले मैले सबको परिवारलाई बोलाएर मैले भगवान् 84 बन्धन पञ्चक बोलाएर सभासँग पाउँदै मैले गच्छका प्रसाद मैले भगवान्लाई अर्पाएँ भनेर त्यो पुष्प चढाउनु पर्छ रे भगवान्लाई
यो
साधुले सङ्क्रान्ति मनाएर रातो नचढाउनु होला है सर्वै भद्राणीको सन्ततिमा कसैले यता हेर त्यहाँबाट यहाँ हेर यता हेर न मलाई Hariom